साथीहरू गुड मर्निङ सबैलाई। म चाहिँ भर्खर उठिसकेँ। चाहिँ फ्रेस हुन जानु लाग्यो। फ्रेस त हुनु पऱ्यो, फेरि जान पऱ्यो। हिजो कस्तो कलेज ढोका सोका खोल्छु, लाइट साइट गर्छु। कलेज जानु पऱ्यो नि त। अब आफू फ्रेस हुन्छ, ब्रस गरेर फ्रेस हुन्छु, ड्रेस लगाएर। अब कलेजतिर चल्दैन। हिजो फेरि प्र्याक्टिकल त सकियो। आजको त अब त्यही हो। अब गयो कलेज, पढ्यो। म हलिडेयर जानु पाइन्न। अब भ्लग त घर आएपछि नै आउँछ बाँधी। ल म फ्रेस हुन्छु है त। साथीहरू भर्खर फ्रेस नै भयो। अब फ्रेस भयो। अब 5 बजिसक्यो। ड्रेस लगाउनु पऱ्यो। अहिले ढिला भने गाडी छुट्छ कि फेरि। कलेज फेरि मोनिग्राम छ, त्यो अब ड्रेस लगाउनु पऱ्यो। ड्रेस लगाएपछि अब आज म घरतिर जान पाइनँ नि त। त्यही सिधै डाइरेक्ट घर आएपछि ल साथीहरू कपडा सपा लगाएर भयो। अब चाहिँ 5 बजीहरू आयो। र म चाहिँ जानु लाग्यो। र अब बाँकीको भ्लग चाहिँ अब 12 बजीतिर। सो हेलो साथीहरू, म चाहिँ भर्खरै आइसकेको छु कलेजबाट। अब खानसाना खानु पऱ्यो। कपडा सपडा खोल्यो, सर्ट खोल्यो, प्यान्ट खोल्नु छ। अब चाहिँ यो भर्खरै आयो कलेजबाट। भर्खरै छुट्टी त 10:40मा हुन्छ, तर आउँदा आउँदा 12 बज्छ, 11:30 त्यस्तै त हो। ल अब चाहिँ खाना खानु पर्ने। ल साथीहरू मैले चाहिँ भर्खरै खाना खाएँ। अब सकेँ। अब चाहिँ ब्याङ्क जान आँटेको। ब्याङ्क गएर उयो गरा कटाउने भन्नुभयो। गरासरा कटाएर भान्जा लिन जानु लाग्यो। ल ब्याङ्क गएपछि भेटौँ बाहिर। पसलमा स्कुटी राखेर बाइक छ, बाइकतिर हो। बाइकमा पेट्रोल सक्यो। पेट्रोल हाल्नु आएको। पेट्रोल हालेर फेरि अब शङ्करनगर जानु लाग्यो कि हेराउनु। ल उता गएपछि मेरो चाहिँ भर्खरै बाइक बिग्रेर पानी गएर बाइकमा हाल्ने। इन्जिन लास्ट तातेर चाहिँ अब म बाइकमा हालेर पानी हालेर देखाउँछु। इन्जिन तातेर बाइकै स्टार्ट गर्न छोड्यो क्या। देखाउँछ है म रोक्नै भएकै छैन। इन्जिन वाइल तात्यो क्या, त्यही भएर स्टार्टै लिएको छैन। देखाउँछ पछाडि इन्जिन हरियो तात्यो क्या। हेर्नु चापिहाल्यो होइन, कस्तो भयो क्या। भएकै छैन। यहाँ तात्यो कि कान्दा नि भएन कि। हेर्नु हेर्नु के कान्दा नि भएन कि। लिएकै छैन क्या। त्यही भएर म बाइकमा पानी हाल्नु देखाउँछु। यहाँ हेर्ने कस्तो इन्जिन तात्यो। रोक्नै देखाउँछु। बाफहरू छ अहिले। पुरै इन्जिन तातेर पुरै इन्जिन तातेको अनि भिजा स्टार्टै लिएन क्या इन्जिन तातेर। तर पानी हालौँ न। अलिकति पानी ताप्नु पनि खानु पऱ्यो नि। अब एकछिन चलाउँछु। स्टार्ट होला नि होइन र हुन्छ नि। है त अब अहिले स्टार्ट गर्छु, देखाउँछु हजुरलाई। पानी हाल्दा नि अझै बाइकै स्टार्ट भएन। यस्तो घाम लाग्यो। बाइक भने त्यहाँ भोक लागेर यहाँ टेस्टी बिस्कुट 2टा फेरि है, एउटा होइन। एउटा फेरि पुग्दैन क्या।
अब त्यही हो बिस्कुट खाँदै बाइक चलाउनु पऱ्यो भर्खर पानी हाल्यो अझै स्टार्ट भएन अब बिस्कुट खाएर ट्राई गर्नु पर्ला नि हेर्नु हालत गाह्रो हो फाइनली म चाहिँ साथीहरू भर्खरै होमवर्कसम्म गरेर मोबाइल चार्ज गरेर चाहिँ भर्खरै फ्री भएको म चाहिँ यसो पढ्नु त पऱ्यो नि त त्यही र यसो पढेँ लेखेँ अनि थकाइरहेको थियो कि त्यो यसो सुतेँ मोबाइल नै चार्ज गरेको त्यसैले अब कामसाम गर्नु पऱ्यो अब भाँडासाँडा हुन्छ भाँडा माझ्नु पऱ्यो बिस्तार सिस्तार सफा गर्नु पऱ्यो काम गर्नु पऱ्यो अब त्यही हो भाँडा धुनु छ यसै भाँडा धुनु छ त्यो सफा गर्नु पऱ्यो माझ्नु पऱ्यो अनि काम सकेपछि यसो अब साथीहरूसँग अलिक घुम्नु जानु पऱ्यो ल त्यही अहिले मैले हजुरलाई 100 रुपियाँ गएर चियाको दामी भ्यू र दामी चियाको चाहिँ म हजुरलाई भिडियो देखाउनेछु र त्यही भिडियो हेर्नुपर्छ ल हजुरलाई म देखाउँछु आज 100 रुपियाँ गएर मलिग्राममा भयो कि 100 रुपियाँ गएर हजुर त्यहाँ गएर देखाउनेछु चिया र त्यहाँको भ्यू र त्यहाँको बस्ने ठाउँ कस्तो हो भनेर म हजुरलाई देखाउने छु ल म चाहिँ चाहना अघि मलिग्रामतिर गएको थिएँ त्यसको भ्लग चाहिँ त्यसको भिडियो चाहिँ बनाउन पाएन त्यसको लागि सरी तर केही छैन त्यहाँ गएर हामीले चिया खाइयो केटाहरूसँग गफ गरिदियो त्यहाँ केटाहरू हुक्कामा आएको थियो केटाहरू हुक्का खायो म चाहिँ चिया खाएँ अब त्यही हो अब यसो रमाइलो गरेँ केटाहरूसँग भेटघाट भयो यसो बसियो अनि एकैछिन बसेर एकछिन भर्खरै घर आएको भनौँ न भर्खरै घर आएर गरौँ न त त्यहाँ गराउनु पाइएन यहाँ भनौँ त्यहाँ चाहिँ अलिक गराउनु पाइएन कि त्यसको लागि चाहिँ सरी है ल अब चाहिँ अहिले भेटौँला खाना खाइयो भर्खरै खानसाना खाएर भाँडासाना माझेर यत्तिकै बसेको खानसाना खाइयो भनेपछि अब सुत्नु पऱ्यो खानसाना खाइसकेर भोलि कलेज जान भोलि फेरि बिहान 5 बजी फेरि कलेज जान अब सुत्नु पऱ्यो नि त धेरै टाइम पाइन्न त्यही भएर अब सुत्नु पऱ्यो हजुरले खानसाना खानुभयो होला कि होइन अब हजुरले सुत्ने टाइम त भयो ल अब आजको लागि यति नै अब आजको लागि भ्लग एन्ड सबैलाई शुभरात्रि गुड नाइट अब स्विट ड्रिम ल